हेलो एभ्रिवन, हामी फेरि पनि आएका छौं। आजको दिन हामी जाँदै छौं अस्ट्रेलियन वार मेमोरियल। हामी 4 जना र भैयाजी हामी को जान आएको छौं भनेर तपाईले प्लिज इन्ट्रोडक्सन दिनु न। मैं आया हूं गाइस, कार भाई भी आए हैं, उधर हमारी बहन भी आई है, इधर ये भी आई है, सब आए हैं, कोई मिस नहीं है। वार मेमोरियल गाइस, और ये पार्किंग कार पार्क में हम घुस गए। ये कार पार्क है, अंडरग्राउंड कार पार्क आ चुका है इधर आजकल। पहले बाहर होता था, अब अंडरग्राउंड है इधर। ऐसे ऐसे घुसना है। गाडी हामीले पार्किङमा ल्याएर पार्क गरिसकेपछि हाम्रो एन्ट्रान्स यताबाट हुन्छ। कार पार्कबाट निस्किएपछि एन्ट्रान्स भन्ने ठाउँमा हाम्रो चाहिँ टिकट 2 बजेदेखि 4 बजेसम्म भएको हुनाले हामीले क्यूआर कोड स्क्यान गर्न दिन्छौं र क्यूआर कोड स्क्यान गरिसकेपछि 4वटा क्यूआर कोड स्क्यान गरेपछि हाम्रो ब्यागहरुमा के छ सबै चेक भएर ब्यागमा ट्याग लगाइन्छ। छिर्ने बेलामा सबैलाई आफ्नो टाइम स्लट अनुसारको टिकट दिन्छ। भिड धेरै नहोस् भएको हुनाले यो चाहिँ मेरो ट्याग भनेर देखाउँदैछु, भैयाले चाहिँ हमारा ट्याग इधर है भन्दैछ। एन्ट्रान्सबाट छिर्ने बित्तिकै हामीले यस्तो देख्न सकिन्छ। अलिअलि भिड भएकै हुनाले हामी पनि नाच्दै गाउँदै रमाइलो गर्दै भित्र छिर्यौं। भित्र छिर्ने बित्तिकै यहाँ चाहिँ एकदम राम्रो प्लेन्सहरु, हेलिकप्टरहरु डिस्प्लेमा राखेको छ। मलाई जहाँसम्म लाग्छ त्यो टाइमको दृश्य झल्काउनको लागि यहाँ फाइटर प्लेन्सहरु सबै राखिएको छ। त्यो हेर्दा हेर्दै हामी लाग्छौं फर्स्ट वर्ल्ड वारको हिस्ट्री हेर्नतर्फ। मलाई यो ठाउँको सबैभन्दा बेस्ट लाग्ने सीन चाहिँ यहाँ आउँछ, जहाँ यो सोल्जरहरु साच्चीको नै लडेको जस्तो सिमुलेटिङ टाइपको एउटा फिल लिन सकिन्छ। अनि यो चाहिँ सोल्जरहरुले त्यो बेलामा युज गर्ने डिफरेन्ट टाइप्स अफ विन्ड मास्क।